सन्त लुक अनुसार सुसमाचारबाट लिएको पाठ। एकपल्ट यीशुले एउटा भूत धपाउँदै हुनुहुन्थ्यो। त्यो भूत लाटो थियो। भूतले छोडेपछि त्यो लाटो मानिस बोल्न थाल्यो। भिड सबै छक्क परे। तर कसैले चाहिँ भने भूतकै राजकुमार बेल्जाबुलद्वारा भूत धपाउँछ। अरूहरूले चाहिँ पारक गर्न स्वर्गको चिन्ह उहाँलाई मागे। तिनीहरूको मन्तव्य बुझेर यीशुले भन्नुभयो, आफैमा फाँटो भएको कुनै पनि राज्य नष्ट हुन्छै हुन्छ। घर आफैमा फाँटो भए लड्छ। शैतान आफैमा फाँटो भए उसको राज्य कसरी टिक्न सक्छ? तिमीहरू त भन्छौ म बेल्जाबुलद्वारा भूत धपाइरहेछु। अब मैले नै बेल्जाबुलद्वारा भूत धपाए भने तिमीहरूका सन्तानले चाहिँ कसद्वारा धपाउने? यसैले तिनीहरू नै तिमीहरूका निर्णायक बन्नेछन्। तर परमेश्वरको हातद्वारा भूत धपाएको भए परमेश्वरकै राज्य पनि तिमीहरूमा आइसकेको छ। सशस्त्र बलियो मानिसले आफ्नो आँगन रक्षा गरुन्जेल उसको सम्पत्ति सुरक्षित रहन्छ। तर झन बलियो कोही आएर उसलाई जिते उसले भरोसा गरेका जम्मै अस्त्र शस्त्र खोसेर धनमाल लुटेर बाँड्छ। मसँग नहुने मेरो विरुद्ध हुन्छ अनि मसँग नबुटुल्नेले छरस्ट पार्छ। प्रभुको सुसमाचार। ख्रिस्टमा प्यारा ख्रिस्ट भक्तगण, एकपल्ट एक शिक्षकले दुई पक्षका नानीहरूको बीच टग अफ वारको खेल खेलाउनु भयो। टग अफ वार भनेको दुईपट्टि बराबर खेलाडीहरू बसिन्छन् अनि उनीहरूले डोरी तान्नुपर्ने हुन्छ। अनि त्यो डोरीको खिच्चातानी हुन्छ। कतिपल्ट एकपट्टि जान्छ भने कतिपल्ट अर्कोपट्टि जान्छ। अनि खेलको समाप्त भएपछि शिक्षकले नानीहरूलाई यही शिक्षा दिनुहुन्छ, जीवनको खेल पनि यस्तै हो। कतिपल्ट हामी यतापट्टि कतिपल्ट हामी उतापट्टि। भन्नुको मतलब कतिपल्ट हामी राम्रो पक्षमा हुन्छौँ, कतिपल्ट हामी नराम्रो पक्षमा हुन्छौँ। आज यो सुसमाचारमा पनि यीशुको भनाइ तपाईँ र मेरो लागि त्यही हो कि हामी कसको पक्षमा उभिने, हामी कसको पक्ष लिने। आज यीशु सत्यको पक्ष हुनुहुन्छ भने उहाँका विरोधी पक्षहरू नराम्रो पक्षका अथवा असत्य अथवा पापको पक्षको। र जीवनमा यसरी नै राम्रो अनि नराम्रो बिचको सङ्घर्ष चलिरहन्छ। आजको सुसमाचारले पनि त्यही सङ्घर्ष देखाउँछ। जुन सङ्घर्ष हो कि कतिपल्ट सत्यलाई रोज्नु हामी मानव जातिलाई निकै नै कठिन पर्छ। जब येशूले आज त्यो लाटो व्यक्तिबाट नराम्रो दुष्ट आत्मा निकाल्नु भयो, उहाँले गरेको यो राम्रो कामलाई ती नराम्रा व्यक्तिहरूले नराम्रो पक्षमा प्रस्तुत गरे। तर यीशुले दृढतापूर्वक भन्नुभयो, आफैमा फाँटो भएको कुनै पनि राज्य नष्ट हुन्छै हुन्छ। घर आफैमा फाँटो भए लड्छ। र यीशुले आजको सुसमाचारद्वारा हामीलाई यही पाठ सिकाउनुहुन्छ कि हामी कहिले पनि दुवैवटा पक्षका हुन सक्दैनौँ। हामी कहिले पनि हाम्रो खुट्टालाई दुईवटा नाउमा राख्न सक्दैनौँ। हामीले एकको पक्ष लिनै पर्छ। र तपाईँ र हामी ख्रिस्टलाई ग्रहण गरेको दिनदेखि कतिपय समयमा हामीले ख्रिस्टको पक्षमा बस्यौँ होला अनि कति समय यस्तो भयो होला कि हामीले नराम्रोको पक्ष लियौँ, असत्यको पक्ष लियौँ। तर आजको पाठमा चाहिँ हामीले एउटा निर्णय लिनु जरुरी छ। आजको पाठको शिक्षाद्वारा हामीले एउटा निर्णय लिनु जरुरी छ कि हामी कसको पक्षमा रहने। म त भन्छु आज हामी जोसुवाले जस्तै हामी भनौँ कि हामी चाहिँ म अनि मेरो परिवार चाहिँ प्रभुको पक्षमा रहनेछौँ। अनि जब हामी प्रभुको पक्षमा रहन्छौँ तब चाहिँ प्रभु हाम्रो जगको मूल ढुङ्गो हुन्छ अनि उहाँको राज्य हाम्रो परिवारमा, हाम्रो छरछिमेकीमा अनि हाम्रो मण्डलीमा कहिले पनि फाँटो भएर अथवा नष्ट भएर जाने छैन। त्यसैकारण आज म भन्न चाहन्छु कि हामीले परमेश्वरको पक्ष लियौँ अनि परमेश्वरलाई हाम्रो जीवनको केन्द्रबिन्दु बनाएर अघि बढौँ। आउनुहोस् यही कृपाको निम्ति हामी प्रार्थना गरौँ।